हरेक सफल कलाकारको कथा सफलताको मात्र लेखिँदैन। कतिपय कलाकारहरूका कथाहरू अभावले लेख्छन्, गरिबीले लेख्छन्, त्यागले लेख्छ र अधुरा सपनाले लेख्छ। आज म तपाईहरूलाई सुनाउँदैछु एउटा यस्तो कलाकारको कथा जसको स्वर एक समय सिम्तादेखि रेडियोसम्म गुन्जायो, जसले खेल मैदानमा स्वर नजितायो तर आफ्नै सपना भने परिवारको खुसीका लागि चुपचाप त्यागिदियो। यो कथा हो सुर्खेत जिल्लाको सिम्ता गाउँपालिका वडा नम्बर 7 काप्रीचौरको तामाकाडामा विक्रम सम्वत 2047 सालमा जन्मिएका बालकृष्ण रोकाएको। सानैदेखि उहाँ अरू बालबालिका भन्दा फरक हुनुहुन्थ्यो। अरू साथीहरू खेल्थे, उहाँ भने गीत गाउनुहुन्थ्यो। मलाई यो जिन्दगीले चोट दियो गनी गनी, मलाई यो जिन्दगीले चोट दियो गनी गनी, कहिले चोट दियो आफ्नो बानी, कहिले चोट दियो पराई बानी। लोकगीत, आधुनिक गीत, जुन गीत सुन्नुहुन्थ्यो त्यही आफ्नै शैलीमा गाउनुहुन्थ्यो। विद्यालयका सांस्कृतिक कार्यक्रम, गाउँका मेला पर्व, विभिन्न सार्वजनिक मञ्च जहाँ माइक हुन्थ्यो त्यहाँ बालकृष्ण रोकाएको स्वर गुन्जिन्थ्यो। उहाँ गीत गाउँदा मानिसहरू केवल ताली बजाउँदैनथे, धेरैका आँखामा आँसु आउँथ्यो, किनकि उहाँको स्वरमा मिठास मात्र थिएन, त्यहाँ भावना थियो, त्यहाँ पीडा थियो, त्यहाँ एउटा कलाकारको सपना बोलिरहेको थियो। त्यो समय सिम्ताबाट रेडियोमा सुनिने पहिलो आवाजमध्ये एक थियो उहाँको। उहाँका गीतहरू इमेज एफएम र हिमाल लोकतारा कार्यक्रममा हप्तामा 2 पटकसम्म प्रसारण हुन्थे। गाउँका मानिसहरू रेडियोको आवाज बढाएर उहाँको गीत सुन्न पर्खिन्थे। आफ्नै गाउँको छोरा रेडियोमा गाएको सुन्दा सबै गर्व गर्थे। उहाँको पहिलो छनौट भएको गीत थियो उहाँकै आफ्नै शब्द र लयमा तयार भएको गीत, बिस पिएर मरौँ झै भाछ, खोला खोला नरौ है न्याउली चरी, मलाई पनि रुन मन लाग्छ। हे तिम्रो मेरो बाटो भो बेग्लै, बाटो भो बेग्लै, त्यही जङ्गलमा हुन्छौ कि एक्लै, बिस पिएर मरु झै बाछ, खोला खोला नरो नहे न्याउली, मलाई पनि रुन मन लाग्छ। बाटो भो बेग्लै, बाटो भो बेग्लै, त्यही जङ्गलमा हुन्छौ कि एक्लै, बिस पिएर मरु झै बाछ, खोला खोला नरो नहे न्याउली, मलाई पनि रुन मन लाग्छ, खोला खोला नरो नहे न्याउली, मलाई पनि रुन मन लाग्छ, मलाई पनि रुन मन लाग्छ। सायद यो गीत एउटा केवल गीत थिएन, त्यो त उहाँको मनभित्रको पीडा थियो, उहाँको सपना थियो, उहाँको जीवनको कथा थियो। यो गीत सुनेर त्यति बेला चर्चित बगिना समूहले समेत निकै मन पराएको थियो। धेरैले भन्न थाले यो केटाले भविष्यमा ठुलो कलाकार बन्छ। तर बालकृष्ण रोकाए केवल गायक मात्र हुनुहुन्थेन, उहाँ एक उत्कृष्ट खेलाडी पनि हुनुहुन्थ्यो। विक्रम सम्वत 2064 सालमा सुर्खेतको बाबियाचौरमा सम्पन्न जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा उहाँले सिम्ताको प्रतिनिधित्व गर्नुभयो। भलिबल प्रतियोगितामा सिम्तालाई स्वर्ण पदक दिलाउन उहाँले महत्त्वपूर्ण भूमिका खेल्नुभयो। त्यति मात्र होइन, भाला फ्याक्ने प्रतियोगितामा स्वर्ण पदक दिलाएर सिम्ताको शिर उच्च बनाउनुभयो।
त्यो वर्ष रनिङ सिल्ड सम्पन्न भएपछि घोषणा भयो अर्को वर्ष राष्ट्रपति रनिङ सिल्ड सिम्तामा हुनेछ। कार्यक्रमको समापनतिर बाबी ब्याचरको त्यही मञ्चमा बालकृष्ण रोकाले गीत गाउनुभयो। तिमी आउने बाटोमा फुल रोपिदिए तिमी आएनौ, तिमी आउने बाटोमा फुल रोपिदिए तिमी आएनौ, देउरालीमा कसम खाए माया लाउँछु भन्थ्यौ किन लाएनौ, देउनु माया सानो माया सपनी राम्रो देखिन विपनीमा भेटिन, सपनी राम्रो देखिन विपनीमा भेटिन, कसले के सुनाइदियो सानो माया। उहाँको स्वर सुनेर हजारौं दर्शक केही क्षण निशब्द भए। खेलाडीहरू, शिक्षकहरू, अतिथिहरू सबै चकित परे। सबैले एउटै कुरा भने, यो केटाको स्वरमा साँच्चै जादु रहेछ। त्यो दिन उहाँलाई सुन्ने धेरैले विश्वास गरेका थिए यो केटाले एक दिन नेपालको चर्चित गायक बन्नेछ। त्यही सपना बोकेर उहाँ आफ्ना साथी गोपाल नेपाल जीएमसँग हिमाल लोकताराको यात्रामा पनि सहभागी हुनुभयो। दुवै साथीका एउटै सपना थिए, गीत, सङ्गीत र कलाकारिता मार्फत नेपाली सङ्गीत क्षेत्रमा आफ्नो पहिचान बनाउने। तर जीवनले सबैका सपना पुरा गरिदिँदैन। घरको आर्थिक अवस्था अत्यन्तै कमजोर थियो। उहाँ परिवारको जेठा छोरा हुनुहुन्थ्यो। पढ्ने ठुलो इच्छा थियो, गायक बन्ने सपना थियो। तर घरमा भाइ बहिनी थिए, उनीहरूको पढाइ थियो, उनीहरूको भविष्य थियो, कसैले त जिम्मेवारी बोक्नै थियो। त्यसैले विक्रम सम्वत 2065-66 सालतिर उहाँले आफ्नो पढाइलाई अधुरै छोड्नुभयो। कलाकार बन्ने सपना पनि मनभित्रै थन्क्याउनु भयो र परिवारको भविष्यका लागि आफ्नो भविष्यसँग सम्झौता गर्नुभयो। केही समयपछि जम्मा 16-17 वर्षको उमेरमा आँखाभरि सपना, मनभरि पीडा र काँधभरि जिम्मेवारी बोकेर उहाँ रोजगारीको खोजीमा भारततर्फ लाग्नुभयो। त्यस दिन नेपालले एउटा सङ्घर्षशील कलाकार गुमायो, तर एउटा जिम्मेवारी छोरा पायो। समय बित्दै गयो। 1 वर्ष, 5 वर्ष, 10 वर्ष, हेर्दा हेर्दै झन्ड 2 शतक बित्न लाग्यो। आज पनि उहाँ भारतमै श्रम गरिरहनु भएको छ। जुन स्वरले कहिल्यै रेडियो गुन्जायो, जुन स्वरले बाबियाचौरको मञ्चलाई मन्त्रमुग्ध बनाएको थियो, जुन स्वर सुनेर मानिसहरू भावुक हुन्थे, आज त्यही स्वर कारखानाको आवाजभित्र दबिएको छ। स्वर आज पनि उस्तै मिठो छ, जस्तै भावुक छ, उस्तै जीवन्त छ। कहिलेकाहीँ मनमा एउटा प्रश्न उठ्छ, यदि गरिबीले उहाँको बाटो नरोकेको भए, यदि आर्थिक अभावले उहाँको सपना नछिनेको भए, यदि परिस्थितिले उहाँलाई परदेश जान बाध्य नबनाएको भए, सायद आज नेपाली सङ्गीत क्षेत्रमा बालकृष्ण रोकाई एउटा चम्किलो नाम बन्नुहुन्थ्यो। तर जीवनले सबैलाई एउटै अवसर दिँदैन। कतिपयले सपनाका लागि परिवार छोड्छन्, कतिपयले परिवारका लागि सपना छोड्छन्। बालकृष्ण रोकाईले परिवार रोज्नुभयो, त्याग रोज्नुभयो, कर्तव्य रोज्नुभयो। आज उहाँका भाइ बहिनीका सफलतामा उहाँको त्याग मिसिएको छ। परिवारको मुस्कानमा उहाँको अधुरो सपना लुकेको छ र उहाँका स्वरमा आज पनि त्यही पुरानो पीडा बाँचिरहेको छ। यदि तपाईँ अहिले यो भिडियो हेरिरहनु भएको छ भने एकपटक सोच्नुहोस्, हामीले सुन्न नपाएका यस्ता कति स्वरहरू गरिबीले चुप गराएको होला। कति कलाकारहरू मञ्च छोडेर परदेश पुगेका होलान्, कति प्रतिभाहरू अवसर नपाएर हराएका होलान्। बालकृष्ण रोकाईको कथा केवल एक व्यक्तिको कथा होइन, यो हजारौं नेपाली युवाको कथा हो जसले आफ्ना सपना अधुरै छोडेर परिवारको भविष्य रोजे। सपना अधुरा भए तर स्वर कहिल्यै मरेन। हामी आशा गर्छौं एक दिन फेरि बालकृष्ण रोकाईको यही स्वर नेपालका मञ्चहरूमा फेरि गुन्जिनेछ, किनकि साँचो कलाकारलाई समयले रोक्न सक्छ तर इतिहासबाट मेटाउन सकिँदैन। म बालकृष्ण रोकाईप्रति उच्च सम्मान व्यक्त गर्दछु। उहाँका अधुरा सपनालाई सलाम र संसारका हरेक त्यागी कलाकारलाई हार्दिक नमन। धन्यवाद।